दा चाहिँ अब गोर्खे ब्लग्स अब जति पनि यहाँको तपाईँको शिवखोला भयो, तपाईँको यो तपाईँको 2 नम्बरको हाम्रो हर्नबिल पार्क भयो, यताउता दाले पनि ब्लगहरू गर्नुहुन्छ। अनि दाको सानो दोकान पनि छ यहाँनिर। यो दोकान अहिले म तपाईँलाई 360 क्यामेरा घुमेर देखाइदिइहाल्छु हो, सुर्ता गर्नु पर्दैन। यो चाहिँ फ्रन्टबाट मात्रै गरेको। दाको च्यानललाई पनि यसो फलो गरिदिनु, गोर्खा ब्लग्स हो दाजुको। म पनि सेयर गरिदिन्छु फेसबुकमा, तपाईँहरूले पनि यसो हेरिदिनुहोस् र दाजुलाई सपोर्ट पनि गर्नुहोस्। र तपाईँहरूलाई यो ओह्रालो उकालो शिवखोला जाँदा केही प्रब्लम भएन, दाजुलाई यहाँले ठ्याक्कै भन्दाखेरि दाजुले सब हेल्प गरिदिन्छ, त्यो डराउनु पर्दैन, टेन्सन मान्नु पर्दैन है। ल जति पनि मेरो हाम्रो दाको पेजबाट हेर्नुहुने है सबैजना दर्शकहरूलाई सबसे पहिला त गोर्खे सलाम भन्न चाहन्छु, किनकि मेरो चाहिँ अब गोर्खे ब्लग छ है। अनि म सानोतिनो ब्लग बनाउँछु, अनि मेरो सानो एउटा दोकान छ है बड्डे डाँडा भ्यू पोइन्टमा है। अनि मलाई पनि फलो गरिदिनु होला है, त्यही भन्न चाहन्छु है। दाको अहिले चाहिँ म भ्याउँदिनँ, सिधै कुरा भरे भ्याउँछु हो। भरे चाहिँ दाको लिङ्क टक्कै तपाईँलाई हालिदिन्छु। हालेपछि यसो तपाईँहरूले पनि सेयर गरिदिनु, हेरिदिनु, भिजिट गरिदिनु दाको पेजलाई, त्यति नै भन्न चाहन्छु म। हुन्छ बाई, त्यसो भरे भेटौँ।